जस्तै तपाईँलाई मैले चिन्दाखेरि चाहिँ एज अ कम्युनिटी लिडर अनि इभन एजेन्ट एफएसएस युनाइटेड आरुको एडभाइजरको रूपमा अनि मेन्टरको रूपमा चिन्ने गरेको छु अनि कम्युनिटीमा यु वर्क एज अ रियल्टर एज वेल तपाईँले आफूले आफैलाई इन्ट्रोड्युस गर्दा अथवा इन टर्म्स अफ हु यु आर हाउ डु यु आइडेन्टिफाई योर सेल्फ म अहिले चाहिँ अरूले जसरी हेर्ने तापनि आई वुड लाइक टु बी आइडेन्टिफाइड एज अ अर्डिनरी Bhutanese citizens, one of the few who is conscious about what's going on in the community, what's going on in the country. I think त्यति भने नै I think जस्तो लाग्छ. So what what is happening around or what happens around, I think it affects me. Probably I'm more sensitive than many. And so कोही बेला चाहिँ still feel that I should not be staying silent when the community is facing hardships. Not because of my past, I would like to be identified, or I want people to know. I want people to know that what I'm doing now, every conscious citizen should do, every community member should do. भुटानमा because of the ignorance, authority जहिले पनि public ignorant होस् भन्छ, illiterate होस् भन्छ, and then it gives them a huge leverage to oppress, keep them in the darkness. So nothing more, nothing less, but just a conscious citizen of the community, member in the community. So when you say Bhutanese citizen, take me to your kind of the timeline of your life. कहाँ जन्मिनु भयो, कहाँ हुर्किनु भयो, in terms of your relationship with Bhutan. भुटानमा म च्याङमारीमा जन्मेको हो, भीमटार भन्ने ठाउँमा. मेरो चाइल्डहुड पनि मावालामा भयो. And I have a very big memory of my childhood. त्यसपछि हामी माइग्रेट गएर घुमाउने ब्लकको खरबन्दी बस्तीमा गयौँ र त्यहाँ सेटल भयौँ. We are a small family. My parents, my elder sister, my younger brother and myself, 5 members. अनि लगभग 5 एकरको ल्यान्ड थियो, त्यहाँ घर बनाएर. And then if I have vivid memory, I have memory of that village, खरबन्दी. खरबन्दी एउटा सानो भिलेज, मोस्टली सेयर क्रपर्सहरू थिए, मान्छेहरू धेरै गरिब, आफ्नो खेती आफै गर्ने, अरूको खेती अधियारी कुतियारी गरेर बस्ने भिलेजर्सहरू भनौँ, एग्रेरियन सोसाइटीमा हुर्क्यौँ. आई वेन्ट टु भिलेज स्कुल, क्लास 8 सम्म त्यहीँ पढेँ. दाउरा पानीको सुविधा थिएन, डेज एकबारी दाउरा लिनु जङ्गल दिनभरि जान्थ्यो. पानी ल्याउनु पर्दाखेरि 1 घन्टा लाग्थ्यो, जङ्गलमै जानु पर्थ्यो. सानो स्ट्रिम थियो. मेरो प्यारेन्ट्सहरू मोर इन्ट्रेस्टेड इन पिलग्रिमेज. सो हामीलाई सानै छोडेर 3-4 वर्षको उमेरमै छोडेर उहाँहरू घुमिहिँड्नुहुन्थ्यो, तीर्थ जानुहुन्थ्यो. इन्डिया मोस्टली इन्डिया. अनि हामी दिदी, म, भाइ लगभग अनावरण हुर्क्यौँ हामी. र अहिले पनि मलाई घरको काम सबै गर्न आउँछ, घर लिप्नु पोत्नु, होइन, खेतीपाती गर्नु सबै आउँछ. अनि हामीलाई गाउँ एउटा एकदम टाइट नेट कम्युनिटी थियो, गाउँको सपोर्ट, त्यसरी नै हुर्क्यौँ. अनि झारलाङ्गे तिर्न जानु पर्थ्यो, एभ्री इयर लेबर कन्ट्रिब्युट गर्नु पर्थ्यो. मलाई मेमोरीमा छ, क्लास 4 कि 5 मा हुँदाखेरि मैले 1 हप्ता बेगार तिर्न गएको कुलो खन्न. पछि गएर क्लास 7 मा हुँदाखेरि, 7 मा हुँदाखेरि फर 2 weeks आई वाज इन द जङ्गल, लेबर क्याम्पमा बसेर बाटो खनेको, फरेस्टको. लाइफ त्यस्तै थियो, गोठालो थियो, गाई थियो, कोही बेला 10-11वटा गाईहरू पनि हुन्थ्यो. त्यो गाईहरूको पनि हेरचाह गर्दै पगा लगाएर अनि बिहानै खाजा खाएर स्कुल गइन्थ्यो.
12 बजी कुद्दै आएर त्यो गाईहरूलाई पानी दियो, फेरि स्कुल गयो, बेलुकी आयो, त्यहाँदेखि गाईहरूलाई महादेव पकायो खायो। सो सानो भए तापनि हामी तिनजना आफै। अहिले दिदी त हुनुहुन्न, दिदी 1983 डेलिभरी कम्प्लिकेसनमा बित्नुभयो, भाइ र म छौँ। आई थिङ्क ग्रोइङ अप द्याट वे आई थिङ्क मेड अस स्ट्रङ इन अ सेन्स, क्वाइट डिसिप्लिन्ड अल्सो। बाबा आमाले हाम्रो पढाइको लागि चाहिँ एकदमै स्ट्रेस गर्नुहुन्थ्यो। घरमा कम्ती बसे तापनि दे वान्टेड टु मेक स्योर वी गो टु स्कुल, वी स्टडी, वी पास। त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट। हाउ वाज योर एक्सपिरियन्स एज अ स्टुडेन्ट? कस्तो थियो तपाईँको? डिड यु लाइक बिङ इन स्कुल? या, आई अलवेज लाइक। एक्चुअली एउटा टाइम आएछ जाँदा नजाँदै प्यारेन्ट्सको एब्सेन्समा बस्ने अलिकति रिलेटिभ फ्रिडम। प्यारेन्ट्स आउँदा चाहिँ अलिकति स्ट्रिक्ट, अनि प्यारेन्ट्स घरमा हुँदाखेरि चाहिँ अलिकति डिसिप्लिन हुनुपर्ने होइन। अनि त्यो कोही कोही बेला मन पर्दैन थियो होइन। बट नन द लेस आई थिङ्क त्यसले द्याट वाज नेसेसरी अल्सो, डिसिप्लिन। पढाइमा आई थिङ्क द भिलेजर्स, इभन माई फ्रेन्ड्स लुक्ड अप टु अस एज भेरी नाइस पिपल। अनि सपोर्ट धेरै पाइन्थ्यो। अनि तर म गएर 5 र 8 कमन एक्जाम हुन्थ्यो। कमन एक्जाम भनिसकेपछि हेड क्वार्टरले एक्जाम मोनिटर गर्ने। नेपालमा बोर्ड एक्जाम हजुर। अनि 5 चाहिँ म जोङ्खामा फेल भएँ र स्टेट ब्याङ्क 4 फेरि रिपिट गरेँ। त्यहाँदेखि 8 पास भएर पारो गयो। अनि पारो गइसकेपछि द्याट वाज मार्च 9, 1983 पारो गरेँ 9-10 पढ्नको लागि बोर्डिङ स्कुल। त्यतिखेर जाँदा चाहिँ देन आई रियली फिल वाट द भिलेज इज होइन, एकदम नस्टाल्जिक फिलिङ हुने। गइसकेपछि विस वी गट ब्याक टु भिलेज। गाउँमा चाहिँ 8 देखि उता स्कुल थिएन? 8-7 मात्रै थियो। ओके। सो पास भइसकेपछि मोस्टली नर्थतिर लगेर होस्टेलमा बसेर पढ्नुपर्ने हुन्थ्यो। Can you take me to March 23rd, 1988? तपाईँ कति वर्षको हुनुहुन्थ्यो? And then that particular moment is the moment when the Student Union of Bhutan was formed. What led to that formation? I think I was 22 years old then. म कलेजमा सेकेन्ड इयरमा थिएँ होला। कुन कलेजमा हुनुहुन्थ्यो? भुटानमा एउटै मात्रै कलेज थियो, सेरप्से कलेज। ओके। काङलोङ भुटानमा। घरबाट 3 दिनको बाटो, विभिन्न ठाउँ सहर र गाडी चेन्ज गरेर पुगिन्थ्यो। डिस्टेन्स वाइज त्यति नभए तापनि ट्रान्सपोर्टेसनको लिमिटेसन्स होइन, इन्डिया भएर जानुपर्ने, इस्टर्न पार्ट अफ भुटानमा थियो। गएकै इयरमा भनौँ न, त्यहाँ चाहिँ कलेज भने तापनि 11-12 पनि त्यहीँ थियो। सो पियु भनिन्छ त्यसलाई, प्री युनिभर्सिटी। मेरो 9-10 पारोमा भयो। अनि 11-12 चाहिँ के अरे सेरप्सेमा प्री युनिभर्सिटी भन्छ होइन, कलेजै भनिन्थ्यो तर प्री युनिभर्सिटी सेक्सन हुन्छ। त्यहाँ जाँदाखेरि अलिकति हेपाइहरू, सिनियरको हेपाइहरू पाइने होइन। ऱ्यागिङ एज सच त्यो हामीले सुने जस्तो त थिएन। अनि मेरो प्राय सङ्गत सिनियर दाजुहरूसँग भयो होइन, मभन्दा सिनियरहरू। आरपी सुब्बा हुनुहुन्छ, गगन प्रधान, विश्वनाथ प्रधान, विभिन्न। एउटा चाहिँ किनभने म फेल भएको थिएँ, मलाई जितेर जाने साथीहरू त्यहाँ गए भेटियो। सो इट नेचुरली मेरो सङ्गत बढी मभन्दा सिनियर दाजुहरूसँग भयो। त्यही र पछि एसयुबी फर्म गर्दाखेरि पनि सिनियर दाजुहरू पनि थिए त्यो इनिसिएटिभ लिँदाखेरि। म 1 वर्ष जुनियर थिएँ उहाँहरूभन्दा। त्यही र पनि जुनियर इयरदेखि नै मेरो इन्भल्भमेन्ट भयो। एसयुबी किन फर्म गर्नु पर्यो भन्दाखेरि सेरप्से कलेज ओन्ली कलेज भुटानमा एफिलिएटेड टु दिल्ली युनिभर्सिटी। लगभग 450 स्टुडेन्ट्स फ्रम अल ओभर भुटान गो देयर टु स्टडी। सर्टेन क्राइटेरिया राखेको हुन्छ, त्यो पास हुनुपर्छ। मोस्टली फर्स्ट डिभिजनहरू
क्वालिफाई भएर 10 पनि फेरि दिल्लीले मोनिटर गरेको हुन्छ, कन्डक्ट गरेको हुन्छ क्लास 10 को इक्जाम। त्यो पास गरेर जानुपर्ने हुन्छ क्वालिफाई भएको जति। अनि कलेज जाँदाखेरि 3टा स्ट्रिम छ, आर्ट्स, कमर्स एन्ड साइन्स। एन्ड डिपेन्डिङ आफ्नो स्कोर अनुसार उनीहरूले असाइन गर्ने हो, यु गो टु आर्ट्स, यु गो टु साइन्स, और यु गो टु कमर्स भनेर। म कमर्समा लागेँ। पढ्दै जाँदाखेरि एक चाहिँ के भयो भने हामी नेपाली स्पिकिङ लगभग 155 जति थियौँ होला लेटर हेर्दाखेरि। तर गाउँ घरबाट छोडेर प्रथम पटक जाँदा हैन, फ्यामिलीबाट गाउँबाट टाढो जाँदाखेरि त्यो चाहिँ एकदमै टाढै गए जस्तो। अनि वी फेल्ट काइन्ड अफ बोन्ड त्यहाँ बिल्ड हुने। हाम्रो सेक्युरिटी भने पनि, सेफ्टी भने पनि, इमोसनल सपोर्ट भने पनि स्टेइङ टुगेदर। त्यति ठाडो ठाउँमा सालमा एकपटक आउन पाइन्छ, फेरि छुट्टी भएपछि विन्टरमा आयो। अनि सालभरिको लागि घरदेखि, प्यारेन्ट्सदेखि, फ्यामिलीदेखि टाढो हुँदाखेरि त्यो हुने। अनि एकअर्कामा टिका लाउने, एडप्ट गर्ने हैन, त्यो थियो। अनि एकदम भल्नरेबल फिल हुन्थ्यो। फर्स्ट स्टेज चाहिँ म पारो जाँदाखेरि अलिकति रेसिजमको भिक्टिमै भनौँ न। हामी जाँदाखेरि हामीलाई ब्लडी इन्डियन भनेर गाली गर्दाखेरि अहिले पनि वेस्टकोले भनौँ, गालोङहरूले हामी नेपाली मुलकोलाई गाली गर्दाखेरि जागा झन्डे भन्छौँ। इट्स अ भेरी डेरिगेटरी वर्ड। जागा मिन्स इन्डियन हैन, जागा झन्डे भनेर आउटसाइडर जस्तो नै ट्रिट गर्छ। अनि कलेजदेखि, स्कुल, हाई स्कुलदेखि नै यो एपाई चाहिँ खाएको। कुटाकोट पनि पर्थ्यो हैन। काङलोङमा गइसकेपछि त्यो इनिसियली फिल भएन। पछि जाँदै गर्दाखेरि त्यो कुराहरू अझै स्ट्रङली हेट्रेड टुवर्ड्स साउथ। अनि इस्टमा चाहिँ फेरि अर्को के भन्छ, ङेरा भन्थ्यो हामीलाई इस्टकोले चाहिँ। सारचोपेरले हामीलाई चाहिँ ङेरा भने लगभग इन्डियनै भने जस्तो, बट खेङ उताको साङ्ला भाषामा चाहिँ हामीलाई ङेरा भनिन्थ्यो। र वी अलवेज फेल द्याट वी आर नट फ्रम देयर, इभन अर्डिनरी पिपलले। अनि भुटानमा हेर्ने हो भने पब्लिक लेभलमा इभन नट हामीको विरुद्ध मात्रै होइन, इन्डियनको यसमा पनि अगेन्स्टमा पनि सेन्टिमेन्ट एकदमै अगेन्स्ट छ। स्ट्रङ सेन्टिमेन्ट दे हार्बर भेरी काइन्ड अफ हेट्रेड अगेन्स्ट इन्डियन। आई डोन्ट नो वाइ हैन। त्यो खालको थियो। अनि पछि ग्रेजुअली के हुँदै गर्दाखेरि पनि जे पनि भुटानमा कानुनहरू इन्ट्रोड्युस गरिन्छ, फर्स्ट चाहिँ कलेजतिर गरिन्छ, इन्स्टिट्युसनमा गरिन्छ, गभर्मेन्टको पकड त्यहाँ हुन्छ होइन। अनि बिग्रिँदै कतिखेर गयो भने 1982 मा सेन्सस गरेर सिटिजनसिप बाँड्दै थियो होइन। अनि लगत्तै फेरि 1988 मा सेन्सस गर्ने भनेर चाहिँ एनाउन्स भयो। त्यो साउथमा मात्रै गर्ने। नर्मली सेन्सस 10 सालमा हुन्छ होइन, केही साल अगाडि मात्रै गरेको, तर फेरि साउथलाई। अनि आई बिलिभ दे आर नट ह्याप्पी विथ द फाइन्डिङ अफ द प्रिभियस सेन्सस। अब जे पनि डिजाइन थियो। क्यान यु टेक अस इन्टु 1982 को सेन्ससको फाइन्डिङ्सहरू केही? होइन, आई थिङ्क 1980 को सेन्सस गर्दै गर्दाखेरि जब फाइन्डिङ आयो, मलाई लाग्छ होइन, इट कुड बी तलको साउथमा नम्बर धेरै देखियो होइन, नेपाली स्पिकिङ सिटिजन्स। इलिगल माइग्रेसन भएर हो? डेफिनेटली नट, बिकज भुटानमा त्यतिखेर पनि कोही पनि आउटसाइडर गएर बस्तीमा बस्न पाउँदैन थियो। स्ट्रिक्ट रुल होइन। कोही पाहुना आयो बाहिरबाट भने पनि मण्डल सपोज टु रिपोर्ट टु मण्डल, मण्डल इज सपोज टु रिपोर्ट टु द गभर्मेन्ट। अनि ओभरनाइट इलिगली बसेको छ भने फाइन लाग्छ। कोही आएको छन् व्यापार गर्न होइन, गुवाहरू किन्न केही गर्न इन्डियाबाट आएको छन् भने दे आर रिक्वायर्ड टु लिभ ओभरनाइट इमिडिएटली, दे आर नट सपोज टु स्टे ओभरनाइट। एनीवन हु भिजिटेड भुटान सिटीमा होटलमा बस्नुपर्ने हो। एनीबडी हु वान्ट्स टु गो बियोन्ड 5 किलोमिटर्स, खरबन्दीमा चेकपोस्ट थियो थिम्पू जानको लागि, उनीहरूले पर्मिसन लिनु पर्थ्यो 15 डेजको होइन। इन्डियन लिएजन अफिस इन
फुन्सोलिङले इस्यु गर्थ्यो र स्पेसल पर्मिटमा मात्रै भुटानभित्र पस्न जानु पाउँथ्यो। सो देयरफोर बाहिरबाट आएर त्यत्तिकै घर बनाएर सिटिजनसिप लिएर घर बनाएर बस्न सक्ने स्थिति नै थिएन त्यतिखेर पनि। र के चाहिँ थियो भन्दाखेरि साउथमा मान्छेहरू अलिकति रिलेटिभली प्रस्परस होइन, हेल्थ वाइज कन्सियस, एजुकेसन वाइज कन्सियस, ब्युरोक्रेसीमा पनि धेरै नेपाली देखिने, पपुलेसन हेर्दाखेरि इन्फेन्ट मोर्टालिटी माथिको धेरै तलको कम्ती, डेथ रेट पनि माथिको धेरै तलको कम्ती। सो ओभर इयर्स हाम्रो नेपाली स्पिकिङ पपुलेसन बढे देख्यो। And probably few people in the government felt that this is not in their favor, right? So they wanted to trim the population होला. So त्यतिखेरको they came up with the idea of 1988 को सेन्ससले फेरि गरौँ साउथमा मात्रै गरौँ र दे कम अप विथ सेभरल क्राइटेरिया। अब कसो गर्ने भन्दाखेरि जति पनि साउथकोलाई 1958 को ल्यान्ड ट्याक्स रेसिट देखाइस् भने चाहिँ त सिटिजन हुन्छस् भन्ने खालको क्राइटेरियाहरू लिएर आयो हैन। र पहिला भएको सिटिजन भएकोलाई पनि के अरे त्यो रिभोक गर्ने, मान्छेहरू क्याटेगोराइज गर्ने, F1 देखि F7 सम्मको क्याटेगोरी बनाउने एउटै फ्यामिलीमा। 1985 को सिटिजनसिप एक्ट हेर्ने हो भने, 1980 को म्यारेज एक्ट हेर्ने हो भने कानुनबद्ध जति सक्दो मान्छेलाई सिटिजनसिप दिनबाट कसरी वञ्चित गर्ने भन्ने योजना देखिन्छ हैन। त्यो लागू हुँदै गर्दाखेरि कतिले देखाउन सकेन 1958 को ल्यान्ड ट्याक्स रिसिट। अफ कोर्स दे माइग्रेट, दे मुभ फ्रम प्लेसेस टु प्लेसेस। बस्तीमा त्यो प्रिजर्भ गर्ने हुँदैन, आगलागीमा डढ्यो होला, पानीले यो भयो होला हैन। नोबडी फेल्ट 30 वर्षपछि त्यो डकुमेन्ट चाहिन्छ भने, ल्यान्ड ट्याक्स रिसिट चाहिन्छ भन्ने सोचेनन् होला, प्रिजर्भ गरेनन् हैन। अनि जसरी सेन्सस गरियो धम्काएर हैन, धेरै इन्टिमिडेटिङ यसमा तपाईले रिजालजीको पेटिसन राजालाई चढाएको हेर्नुभयो भने, हाम्रो आरबी बस्नेतको राजालाई चढाएको रेजिग्नेसन लेटर हेर्नुभयो भने एकदम क्लियर छ हैन, कि यति साह्रो धम्काएर त्यो अनट्रेन्ड अफिसरहरू गएर घर घर गएर अनरिजनेबल डिमान्डहरू गरेर गर्दाखेरि चाहिँ त्यो एकदमै त्राही त्राही भएको थियो। अब के हुने हो त हैन। सिटिजन्स F1 भएन भने के हुने हो। जेनेरेसन्स त्यहीँ हुर्केको छ, काम त्यहीँ छ, भुटानदेखि अरू देश केही थाहा छैन। त्यो एउटा अन्यलमा थियो भने त्यही ताका भुटानले ड्रिग्लाम नाम्जा भन्ने निकाले कि सबैले पोसाक एउटै खालको लाउनुपर्छ, डुप्पा पोसाक हैन, बख्खु किरा लाउनुपर्छ। पब्लिकमा पनि काम गर्दा पनि पहिला सेरेमोनियल थियो, स्कुल जाँदा लगाइन्थ्यो, अफिस जाँदा लगाइन्थ्यो भने अब चाहिँ साउथमा पनि सबैले लाउनुपर्छ भन्ने आयो। इम्प्लिमेन्ट कसरी गरियो भन्दाखेरि कुनै कुनै ठाउँमा गएर घरमै गएर दैलो ढकढकाएर लगाएको छ कि छैन भन्ने हेर्ने इक्जाम्पल पनि छ हैन। गभर्मेन्ट अफिसरहरू नलगाएको खण्डमा पक्रेर के अरे 100 रुपियाँ फाइन लाग्थ्यो पक्रिँदाखेरि। कोही कोही ठाउँ 1 हप्तासम्म जेल हालेको पनि छ हैन। सरबाङमा हेर्ने हो भने केस काट्न लगाएको, सिन्दुर लाउन नपाउने, अफिस जाँदा सिन्दुर पोते लाउन नपाउने, केस काट्न लगाएको लेडिजहरूलाई त्यो थाई कट भन्छ नि, लेडिजहरूले केस काट्नु पर्ने, सिन्दुर पाउन लाउन पाउने हैन, म्यारिड वुमेनले सिन्दुर लाउन पाउने। सो त्यो खालको सबैतिरबाट छोपेर आएको थियो। अब कलेजमा यो खालको कुराहरू रिपोर्टहरू आफ्नो प्यारेन्ट्सले, आफ्नो स्टुडेन्ट्सहरूले नै पनि हाई स्कुलमा हुँदाहुँदै भोगेको कुराहरू सबै कलेजमा पुग्यो। अनि कलेजमा पनि त्यो इम्प्लिमेन्ट त्यसरी नै भयो हैन। डाइनिङ हल जाँदा पनि बक्खु लाउनु पर्ने, काम गर्न जाँदा पनि कलेजमा निस्किँदै पछि, हस्पिटलबाट निस्किँदा पछि बक्खु लाउनु पर्ने। त्योभन्दा अगाडि बक्खु लाउने जुन नियम चाहिँ कस्तो थियो? क्लासमा लाउनु पर्थ्यो, के अरे प्रिन्सिपललाई भेट्न जाँदा लाउनु पर्थ्यो हैन। अलिकति ल्याक्स थियो, जस्तै काम गर्न जाँदा लाउनु पर्दैन थियो। त्यहाँ चाहिँ SUPW भन्छ हैन, सोसियली युजफुल प्रोडक्टिभ वर्क भन्छ। त्यसै भलन्टियर काम गर्नुपर्छ स्कुलको गार्डनमा, अब त्यतिखेर पनि लाउनु पर्ने। अनि कलेजको गेटबाट कुनै पनि कारण जाँदाखेरि लाउनु पर्ने।
वर्स के भयो भने इम्प्लिमेन्ट कसरी गर्यो हैन। सडनली नियम आयो सबैले लाउनु पर्ने, त्यसपछि एन्फोर्स कसरी गर्ने भन्दा आफ्नै साथीहरू नलगाइकन डाइनिङमा देख्यो भने आफ्नै साथीहरूले खेद्ने, हरास गर्ने, इन्टिमिडेट गर्ने। आफ्नै साथीहरू भन्नाले अरू एथनिक ग्रुपको साथीहरू, मोस्टली गालोङहरू, हजुर, उनीहरूले नै हरास गर्ने, इन्टिमिडेट गर्ने। अनि यो सबै हुँदाखेरि चाहिँ वी फिल द्याट गाउँघर छोडेर फ्यामिली छोडेर त्यति टाढो गएको छौँ, हेपाइ सबैतिरबाट आएको छ, चारैतिरबाट घेर्दै ल्याएको छ। अनि हामी केही न केही रूपमा एकदमै भल्नरेबल छौँ र केही न केही रूपमा अर्गनाइज भयौँ न भने हामीलाई साह्रो पर्छ। भन्दाखेरि चाहिँ हामी कसरी छानियो त त्यो 25 जना भन्दा हामी 25 जना जति, 25 जना चाहिँ अनि जङ्गलबाट त्यसरी भुटानमा खुल्ला मिटिङ गर्न पाइँदैन। अनि कानुनी खुसी गरेर 25 जना भेला भएर अनि तल 3-4 किलोमिटर तलदेखि एउटा रङथङ खोला भन्ने छ, त्यसको बगरै बगर माथि अपस्ट्रिम गएर जङ्गलमा भेटेका थियौँ हैन। अनि यस्तै फ्रस्ट्रेसनहरू सेयर भयो, आफ्नो आफ्नो गाउँमा के हुँदैछ, कसरी हुँदैछ, कसलाई यहाँ के अरे इस्कुस बेच्न आएको, बडी बेच्न आएको, गाउँबाट बेच्न आएकोलाई कसरी होइन चिराङतिर खेदेर बेच्न नपाएको, बखु नलगाएको बोजूलाई खेदेको, फुन्चोलिङतिर त के अरे घर दैलो ढकढकाएर बखु लगाएको छ कि छैन भनेर हरास गर्न गएको। ती सबै कुराहरू डिस्कस भएर हामी अर्गनाइज गर्नु अब एकदम गोप्य रूपमा गर्नुपर्छ। अब त्यस्तो इन्भाइरोमेन्ट थिएन भुटानमा, ओपनली गर्न नसकिने। अनि हेन्स त्यो चाहिँ मार्च 23, 1988 मा परेको थियो र हामीले अनि सङ्गठित हुने निर्णय गरेको थियौँ त्यति। त्यसमा जस्तै तपाईँहरूको स्ट्र्याटेजी के बिल्ड हुँदै गयो, जस्तै जुन नियमहरू लागु हुँदै थियो त्यसको रेस्पोन्स चाहिँ कसरी गर्ने भन्ने जुन स्ट्र्याटेजी ट्याक्टिक्सहरू? इनिसियली आई थिङ्क हामी जोगिनुपर्छ भने हामी युनाइटेड हुनुपर्छ। डुक्पा साथीहरू त्यो पताङ बोकेर हिँड्ने गर्थे हामीलाई थ्रेटन गर्न होइन, चुप्पी बोकेर। अनि हामी कसरी डिफेन्ड गर्ने त यति टाढा हुँदाखेरि भनेर चाहिँ पहिला चाहिँ सेल्फ डिफेन्सकै रूपमा चाहिँ हामीले गठन भएको आफ्नो सुरक्षाको लागि। पछि हामी पनि युनाइटेड हुँदै जाँदाखेरि अनि हामीले कलेजले गरेको प्रोग्राममा हामीले धेरै डिसओबिडियन्स देखायौँ। ओके, आज बिहान हामी सबै बखु नलगाइ ब्रेकफास्ट जाने। अनि द्याट इज काइन्ड अफ ओपन च्यालेन्ज भयो अथोरिटीलाई होइन। वी सोड अप, एभ्रिबडी वेन्ट टु ब्रेकफास्ट विदाउट बखु। 25 जनाको ग्रुप मात्रै थियो कि पछि इभेन्चुअली सबै कलेज मोस्टली 25 जनामा यो भयो, तर यो फिल त सबैलाई भएको हो होइन, सबैलाई फिल भएको हो। र मेसेज पनि कसरी पास भयो त्यो पनि थाहा छैन, तर मोस्टली नेपाली स्पिकिङ जति सोड अप विदाउट ब्रेकफास्ट। एभ्री इयर मेला हुन्छ कलेजमा होइन, रमाइलो गरिन्थ्यो। अनि ती जाङ्ले डुक्पा आइसकेपछि चाहिँ बखु लगाएर मात्रै जान पाउने भयो। सो हामीले सबैले बोयकट गऱ्यौँ, मेला जाँदै गयौँ न। फ्रस्ट्रेसन लेभल त्यति साह्रो थियो, युनिटी त्यो खालको बिल्ड हुँदै जाँदै थियो। हाम्रो सर्भाइभल नै युनिटीमा स्टेइङ टुगेदर थियो। पछि बुझ्दै गर्दाखेरि एभ्री इयर गाई तिहारमा चाहिँ बिफ सर्भ गर्ने। ओके, विच इज एगेन्स्ट हिन्दू रिलिजन? हजुर, एगेन्स्ट, बट वी स रिलिजन भन्दा नि वी स पोलिटिक्स इन इट, वी स ह्युमिलिएसन इन इट। सो हामीले कलेज अथोरिटीलाई भनौँ यो दिन चाहिँ हामीलाई बिफ सर्भ नगर्नु होइन। अनि त्यसले पनि गाल्भनाइज गर्यो। अनि सेम थिङ वी फाउन्ड आउट द्याट इट वाज ह्यापनिङ इन एनआइई साम्चीमा वेस्टमा, नेसनल इन्स्टिट्युट अफ एजुकेसन। सेम थिङ इट वाज ह्यापनिङ इन देउथाङ, तल एउटा पोलिटेक्निक कलेज छ देउथाङ भन्ने ठाउँमा। अनि सबैले नै प्राय मेरो
ब्याचकोले अहिले जेनेरेसनले हेर्नु हो भने धेरैले बिफ खाँदैनन्. मोर देन द रिलिजियस रिजन इज द पोलिटिकल रिजन. वी डोन्ट निड बिफ. अनि तपाईँहरूले त्यसको विरुद्धमा आवाज उठाउनु भयो अथवा लाइक हामीले सजेस्ट मतलब रिक्वेस्ट गऱ्यौँ नट टु सर्भ, दिस इज आवर वी वर्सिप काउ अन दिस डे भनेर. अनि त्यो त इट फेल अन डेफ इयर्स. त्यस्तो भएन होइन. तर वी डिन्ट गो. वी ह्याड चोइस नट टु इट. राइट. सो वी डिन्ट गो. त्यो भयो. एउटा इन्सिडेन्ट मलाई थाहा छ सेरप्सेमा 1988 को अगस्टका रहेछ. कृष्ण जन्माष्टमी त्यहाँ डन्टक भन्ने आर्मीको इन्डियन आर्मीको कन्स्ट्रक्सनको कम्पनी त्यहाँ बस्थ्यो. अनि एभ्री इयर जन्माष्टमी हुन्थ्यो. अनि कलेजको धेरै जान्थ्यौँ. उनीहरूको सानो टेम्पल थियो. हामी भजन कीर्तन गरिराखेको बेला डुक्पा साथीहरू आएर एकदम डेरोगेटरी स्लोगनहरू लाउन थाले. केही इक्जाम्पल्सहरू त्यो अटर नगर्न सक्ने खालको वर्डहरू हो होइन. हामी जय जय भन्दाखेरि अब सिमिलर साउन्डिङ वर्ड छ जोङ्खामा जो चाहिँ एकदमै वल्गर हो होइन. त्यसरी कराउने. अनि अब यस्तो कुराहरूमा वी ह्याड टु के अरे स्ट्यान्ड अप अगेन्स्ट इट. वी चेज देम अवे होइन. अनि फोर कर्नर्समा आई वाज इन सेकेन्ड इयर त्यतिखेर. सिनियर दाजुहरू पनि थिए. कर्नरमा हामी बस्यौँ. एक्चुअली खुकुरी लिएरै बस्यौँ. देन वी चेज देम अवे फ्रम देयर. एन्ड अरूलाई भजन कीर्तन गर्नलाई कतिलाई थाहा पनि भएन. वी जस्ट पुल देम आउट एन्ड देन चेज देम अवे. सो यस्तो घटनाहरूले खासै ग्याल्भनाइज गर्यो होइन. हामीलाई सेन्स अफ सिक्युरिटी पनि दियो. इजिली हामीलाई हेप्न सक्ने कुरो आएन. जस्तै धनु लामालाई बखु नलागेको बेला हरास गरेको, देवदत्तलाई कुट्न खोजेको होइन. थुप्रै इक्जाम्पलहरू छन् जहाँ चाहिँ प्रिन्सिपल एकतिर भए अनि प्रिन्सिपलको आशीर्वादमा ग्रिन सिग्नलमा आफ्नै क्लासमेटहरू नै गभर्मेन्टको एजेन्डा एडभान्स गर्नको लागि एग्रेसिभली फ्यानेटिकल वेमा आइपरेको. सो त्यसपछि अझै अब एसयुबीको फर्मेसन हुँदै गएको. अर्को के भयो भने एउटा थियो नेसनल के अरे नेपाली लिटरेरी सोसाइटी भन्ने पहिलेदेखि चल्दै आएको. कलेज खोल्दैदेखि होइन सिनियर दाइहरूले चलाउँदै गरेको. कलेजकै ब्लेसिङमा तत्त्वधानमा चलेको. नेपाली लिटरेरी सोसाइटी थियो, जोङ्खा लिटरेरी सोसाइटी थियो, इङ्ग्लिस लिटरेरी सोसाइटी थियो. अनि त्यहाँ चाहिँ अब निबन्धहरू कविताहरू पढ्ने वाचन गर्ने होइन. अनि त्योहरू गरिन्थ्यो. जब जाङले डुक्पा आइसक्यो आई थिङ्क अप्रिल 1989 त्यसलाई डिजल्भ गर्यो. जाङले डुक्पा चाहिँ न्युली अपोइन्टेड प्रिन्सिपल कलेजको. हजुर सार्चोप हुन्. फादर लेक्लेयरलाई चाहिँ लेट गो गरेको थिए. भुटानाइजेसन प्रोग्राम अन्तर्गत उहाँ फिट हुनु भएन. अब उहाँलाई रिटायर गर्नु पर्यो. या त त्यहाँबाट हटाइयो र भुटानको एजेन्डालाई अगाडि सार्नको लागि गभर्मेन्टको एजेन्डालाई सार्नको लागि चाहिँ त्यस्तै मान्छेहरू पिक गरेर लगाइयो विभिन्न इन्स्टिट्युसनमा. त्यहाँ मात्रै एनआईमा पनि त्यसै भयो. विभिन्न स्कुल हेडहरू त्यसरी नै रिप्लेस गरियो. अनि सेरप्सेमा पनि प्रिन्सिपल दो हि वाज नट क्वालिफाइड. जाङले डुक्पा जस्ट ग्रेड 7 पढेको होला. बट बिकज हि वाज vehemently support the government agenda, supporting the government agenda, he was picked, I think. So Delhi University अनुसार I think there are certain requirement, qualification चाहिन्छ होला. Despite that, Bhutan governmentले चाहिँ अब उसलाई पठायो. कहिलेको घटना? Talking about 89 को कुरा गर्दैछु. अनि उसले लगभग भुटान गभर्मेन्टको डिक्लाम नाम्जा पोलिसी यो बक्खुको भाषाको रिलिजनकोलाई सपोर्ट गर्ने स्टुडेन्टहरूलाई लगभग फ्री ह्यान्डै दिएको थियो. अथोरिटीमा कुरा पुऱ्याउँदा पनि नसुन्ने, वाट एभर दे डिड इज राइट भन्ने खालको. जाङले डुक्पाको अपोइन्टमेन्ट नै प्योरली गभर्मेन्टको एजेन्डा अगाडि सार्नको लागि भुटानाइजेसनको नाममा गएको थियो जस्तो लाग्छ. अनि अब जाङले प्रिन्सिपलै आफै पनि आई थिङ्क एउटा इन्सिडेन्ट भएको थियो. 7 बजीतिर मातेर आएर होस्टलमा
अनि हाम्रो तिलक प्रधान अहिले भर्जिनियामा हुनुहुन्छ, उहाँको रुममा गएर उहाँ चाहिँ पियु सेक्सनको चाहिँ काउन्सिलर हुन्थ्यो, क्याप्टन जस्तो। पियु भन्नाले प्री युनिभर्सिटी भन्छ, 11-12। ए हजुर हजुर। उसको होस्टलको रुममा गएर उसलाई त्यहाँ कुटेर अनि ड्र्याग गरेर ल्याएर चाहिँ ओपन कलेजको अगाडि सबको अगाडि लात्ती लगाए होइन। त्यतिखेर लगभग हामी त्यस्तो भल्नरेबल भइराखेको, वी वर अल्सो भेरी हस्टाइल त्यो इन्सिडेन्टमा। हामीले गएर प्रिन्सिपलको क्वार्टरमा राति गएर घेराउ गऱ्यौँ। 32 अफ अस आई थिङ्क वी वेन्ट एन्ड प्रिन्सिपल। अब त्यहाँदेखि चाहिँ उनीहरूले धेरै नै हामीलाई अझै टार्गेट गर्न थाल्यो। प्रिन्सिपलले पर्सनली पनि लियो होइन। देन यही कुराहरू उठाएको थियो, किन हिर्काएको भने। तर नेक्स्ट डेदेखि चाहिँ जो पार्टिसिपेन्ट थियो इन्डिभिजुअली बोलाएर इन्टरोगेट गरेर। नेपाली लिटरेरी सोसाइटी के भन्नुभयो? नेपाली लिटरेरी सोसाइटी, आइएम कमिङ टु द्याट। नेपाली लिटरेरी सोसाइटीमा अप्रिल 1988मा डिजल्भ गर्ने भुटानको गभर्मेन्टको पोलिसीको यसमा फिट हुँदैन भनेर दे डिजल्भ इट। अप्रिल 1989मा। त्यो ताका चाहिँ के थियो भने म 3rd इयरमा थिएँ, फाइनल इयरको साथीहरू लगभग इक्जामको तयारी भएर जाने बेला हो। नेपाली लिटरेरी सोसाइटीको हस्तान्तरण अर्को ब्याचलाई गरिन्छ होइन। इलेक्सन त्यही टाइममा हुन्छ नेपाली लिटरेरी सोसाइटी। अनि आई वाज आई थिङ्क सेक्रेटरी अर वाट एभर पोजिसनमा म थिएँ। म देवदत्ता प्रेसिडेन्टमा इलेक्ट भएको थियो। सुन आफ्टर द्याट इट वाज डिजल्भ। सो when you said they dissolved it, school administrationले, because it was run through schoolको administration. Yeah, it doesn't align with governmentको पोलिसीमै एलाइन हुँदैन भनेर डिजल्भ गर्यो। सो वी सो इट डिफरेन्टली होइन। अहिले हेर्दाखेरि केही होइन जस्तो देखिन्छ। इन अ बिगर स्किम अफ थिङ्स एउटा एनालाइस डिजल्भ गर्नु सानो जस्तो लाग्छ होइन। तर हाम्रो नेपाली भाषा पनि पढ्न नपाएको होइन, धेरै करिकुलमबाट निकालिसकिएको थियो। अब नर्थमा त थिँदै थिएन। सो एनएलएस वाज द ओन्ली फोरम वेयर वी कुड एक्सप्रेस होइन इन आवर ओन ल्याङ्ग्वेज। कविता लेख्न, निबन्ध लेख्न, सेयर गर्न, कथाहरू सेयर गर्न एउटै मात्रै फोरम थियो। त्यो पनि डिजल्भ गर्दा इट वाज अ ह्युज थिङ फर अस। एन्ड विथ अल थिङ गोइङ अन, एभ्रिथिङ गोइङ अन इन द साउथ, इन द कलेज, विथ कल्चरल थिङ, आई थिङ्क इट्स सेन्ड अ डिफरेन्ट मेसेज टु अस। सो वी डिन्ट टेक इट भेरी लाइटली। अनि त्यसपछि एसयुबीले त्यतिखेर डिसाइड गर्दै गरेको कुरा चाहिँ के भने वी क्यान डु मच फ्रम इनसाइड होइन विथ अल दिस। अप्रिल 9, 1989मा रिजालजीले पिटिसन चढाउनु भएको थियो। अब यो डेभलपमेन्ट यहाँ मात्रै होइन, देउथाङमा पनि त्यस्तै घटनाहरू घटिरहेछ होइन। नेसनल इन्स्टिट्युट अफ एजुकेसनमा पनि त्यसरी घटना घटिरहेछ। घुमाउने मेरो गाउँकै स्कुलमा पनि घटना घटिरहेछ, अरू हाई स्कुलतिर पनि घटिरहेछ। अब कम्युनिकेसन त हाम्रो दोहोरो एकदम फ्रिक्वेन्ट कम्युनिकेसन त इन्स्टिट्युसनहरूसँग छैनन् नि त। तर गभर्मेन्टले जसरी रिप्रेसिभ वेमा गइरहेछ, एडमिनिस्ट्रेसन गइरहेछ, इट बिकेम नेचुरल फर एभ्री वान टु के अरे कम अगेन्स्ट दोज पोलिसिज, अर्गनाइज इट होइन। हामीले गर्नुपर्छ भनेर सेमगाङको स्कुलमा भनेको होइन, त्यहाँ आफ्नै डेभलपमेन्ट भयो, साम्चीमा पनि भनेको होइन। र हामीले कलेजमा के गर्यौँ भने इट्स नट गोइङ टु बी पोसिबल टु डु एनिथिङ फ्रम हियर। one of the things we are going to do, few of the things we are going to do is this coming break, college break, we are going to go to villages, आफ्नो रेस्पेक्टिभ भिलेजमा गएर चाहिँ हामी पब्लिकलाई अवेर गराउने, एजुकेट गराउने यी कुराहरू बारेमा। इट्स नट टकिङ अबाउट 1989 को 1988 को कुरा गर्दैछु म अझै। 1988मा फर्म गरेछ, त्यो 88 को विन्टरको ब्रेकको कुरा गर्दैछु होइन। सो गाउँमा गयौँ। म आई ट्राभल टु डिफ्रेन्ट प्लेसेस। आई वेन्ट टु चिराङ गएँ, गेलिफु गएँ होइन, वेन्ट टु थिम्पू, वेन्ट टु फुन्सोलिङ, वेन्ट टु साम्ची, विभिन्न ठाउँमा देउथाङ गएँ। अनि आई स्टार्टेड मिटिङ पिपल। सबैतिर त्यही स्टोरी छ। वाट डु यु डु? कलेज चाहिँ सबैले देखेको होइन, पिक अफ लर्निङ। कलेजमा भेरी सेलेक्टेड मान्छे जान्थे।
probably अरू इन्स्टिट्युसनले पनि कलेज दे लुक्ड अप टु द कलेज एन्ड अस टु डु समथिङ अनि त्यसरी जाँदै गर्दाखेरि नेक्स्ट डे चाहिँ म रिजालजीलाई खोज्ने क्रममा मेरो टाउकोमा आइपऱ्यो होइन सिनियर दाजुहरू जाँदै थिए सो आई वेन्ट टु सिप्सु खोज्दै क्यान आई गो ब्याक टु बिट सो तपाईँको टाउकोमा जुन यो जिम्मेवारी आउँदै गर्दाखेरि सो इफ आई रिमेम्बर करेक्टली यु आर द फर्स्ट प्रेसिडेन्ट चेयरपर्सन अफ एसयुबी फाउन्डिङ प्रेसिडेन्ट तपाईँ हुनुभयो होइन यो भन्दै गर्दाखेरि आई लेट यु नो द्याट यो इम्पोर्टेन्ट होला त्यहाँ फुल इलेक्सन भएर यो गरेर फर्मल बाइलज लेखेर फर्म गरेको अर्गनाइजेसन होइन अ भेरी लुज एरेन्जमेन्ट भनौँ होइन सिक्युरिटीको लागि ओपनली केही गर्न सकिँदैन थियो इट्स देयर आर्ट्स कमर्स साइन्स एन्ड देयर 11 through 13 11 through 15 होइन भनिसकेपछि 15 भयो होइन 15 क्लासेस भयो देन इच स्ट्रिममा हामीले दुईजना रिप्रेजेन्टेटिभहरू असाइन गऱ्यौँ होइन जिम्मा लिने कोअर्डिनेट गर्ने टु मेक द कोअर्डिनेसन इजी अनि बिकज इन 1989 म फाइनल इयरमा भएकोले गर्दाखेरि पिपल एभ्रिबडी लुक्ड एट अनि म अलिकति भोकल पनि भएकोले गर्दाखेरि बाई डिफल्ट भनौँ न त्यो हुन गयो एन्ड वाट वाज इट लाइक फर यु टु टेक द्याट रेस्पोन्सिबिलिटी राइट अर्गनाइजेसनको लिडरसिप रोल लिँदै गर्दाखेरि एन्ड देन नोइङ द फ्याक्ट द्याट पोलिसिज इन द कन्ट्री इज नट गोइङ प्रिटी वेल होइन अनि डिस्क्रिमिनेटेड पोलिसिजहरू आइरहेको छ अनि त्यसको रेस्पोन्समा स्टुडेन्ट अर्गनाइज हुँदैछ सो टु अर्गनाइज अनि for you to kind of take that responsibility. How was it? I think it was a humongous responsibility. धेरैजनाको ट्रस्ट कलेजमा जति पनि दाजुभाइहरू साथीहरू भाइ बहिनीहरू गएका थिए सबैको गाउँको ड्रिम प्यारेन्ट्सको ड्रिम लिएर गएको भाइहरू छन् होइन अनि उनीहरूलाई सेफ राखेर कसरी गर्ने भन्ने एउटा ह्युज च्यालेन्ज हो मेबी विल कम टु द्याट लेटर अन होइन ट्राइङ एकदमै टेस्टिङ टाइमहरू पनि आएको छ पछि त्यो एउटा थियो भने मेरो चाहिँ आई थिङ्क म फाइनल इयरमा भएकोले गर्दाखेरि एभ्रिबडी लुक्ड अप टु मी टु डु समथिङ अनि आई न्यू माई लिमिटेसन्स एक्सपोजर पनि छैन आई सुड बी फ्र्याङ्क सरप्सेमा कलेजमा भए तापनि भुटान त एकदम रेस्ट्रिक्टिभ इन्भाइरोमेन्टमा आइडियाज अफ डेमोक्रेसीहरू पनि थाहा छैन आइडियाज अफ डेमोक्रेसी ह्युमन राइट्स त्यस्तो केही थाहा छैन बाहिर आउटसाइड द वर्ल्ड कुनै नेटवर्क छैन होइन ओन्ली थिङ इज द्याट अनफेयर भएको छ इन्जस्टिस भएको छ देन वी हेभ टु डु समथिङ एन्ड इट्स नट ओन्ली मी एभ्री वान केही गर्नुपर्छ एट द सेम टाइम हाम्रो फ्युचर बिग्रिनु हुँदैन सो द्याट केम विथ अ ह्युज रेस्पोन्सिबिलिटी जस्तो लाग्छ मलाई होइन सो धेरै काम गर्दाखेरि आई थिङ्क आई टुक अपन माइसेल्फ एन्ड ट्राई टु प्रोटेक्ट अदर्स र सक्सेसिभ डेभलपमेन्ट्सहरू हेर्दाखेरि आई ट्राई टु प्रोटेक्ट देम इन एभ्री स्टेप एउटा मोमेन्ट पनि आएको थियो October 18th को घटना 1989 को घटनापछि everybody wanted to leave the college. No one wanted to stay. त्यो घटनापछि 5 जना साथीहरू भाग्नु पर्यो 6 जना साथीहरू भाग्नु पर्यो त्यसो हुँदाखेरि इट वाज अ भेरी ट्राइङ मोमेन्ट फर मी मैले यस भन्न साथ सबै छोडेर हिँड्ने सो तपाईँलाई एकदमै दे वर लुकिङ अप टु यु सिभिल डिसओबिडियन्सको आइडिया जस्तै गान्धीयन मुभमेन्टको इन्फ्लुएन्स इफ एट अल आई थिङ्क भुटानिज वेयर एक्सपोज टु इज द इन्डियन इन्डिपेन्डेन्स मुभमेन्ट हामीलाई भुटानमा क्लासेसमा हिस्ट्रीमा इन्डियन हिस्ट्री पढाइन्थ्यो ओके होइन सो इन्डियाको फ्रिडम मुभमेन्टको
त्यतिखेरको पर्सनालिटिजहरू सबै छ, एक्टिभिटिजहरू, उहाँहरूको प्रोग्रामहरूसँग चाहिँ हामी फ्यामिलियर थियौँ। सो त्यो इन्भाइरोमेन्टमा ह्युजली आउटनम्बर्ड, एभ्री सिचुएसनमा अनफेभरेबल छ, जियोग्राफिकली कट अफ फ्रम एभ्रिवेयर होइन। गभर्मेन्ट हेभी ह्यान्डेड छ, अथोरिटी हेभी ह्यान्डेड छ, आफ्नै क्लासमेटहरू पनि आफ्नो अगेन्स्टमा छ। त्यसमा गएर द्याट वाज द सेफेस्ट कोर्स होला हामीले सिभिल डिसोबिडियन्स। एन्ड हाम्रो वी नेभर थट अफ रिभोल्टिङ अगेन्स्ट इट, टेकिङ अप आर्म्स अर एनिथिङ। इट्स गोइङ टु बी पिसफुल। डे वानदेखि नै त्यही नै सोचाइ हो। वी आर नट गोइङ टु कोअपरेट विथ द गभर्मेन्ट। सो the winter break you all decided to go to villages अनि गाउँघरमा एक प्रकारको एजुकेसन काइन्ड अफ जनचेतना फैलाउने भन्ने वाट वाज इट लुक लाइक? सो विषयवस्तुसँग रिलेटेड कुराकानी गर्दाखेरिको एक्सपिरियन्सेसहरू। आई थिङ्क भिलेजेस मोस्ट अफ देम वर भेरी हेल्पलेस नै भनौँ न। भुटानमा युजली गभर्मेन्ट अथोरिटी भनिसकेपछि नो वान डेयर्स टु रेज अ भोइस। अब एउटा बस्तीको साधारण मान्छेले झन् गर्नै सक्ने स्थिति आएन। कलेजको साथीहरू जाँदा गाउँ जाँदाखेरि छोरा आयो, हाम्रो गाउँले भाइ आयो भनेर एउटा आड पाउने चाहिँ होइन, एक्सप्रेस गर्ने के अप्ठ्यारो भएको छ। हाम्रो साथीहरूले पनि कोही ठाउँ अब के अरे कोअपरेट नगरेको गभर्मेन्ट अथोरिटीसँग दे हेभ सिन इट। तिनीहरूलाई देखेर अरूले पनि नगरेको होइन, हुने रहेछ आँट गऱ्यो भने नलाउँदा हुने रहेछ भन्ने। सो गाउँमा जाँदाखेरि म त गाउँमा गइनँ होइन, म गाउँमा गइनँ, म आई ट्राभल अदर प्लेसेस। बट एभ्रिवेयर आई वेन्ट, एभ्री टाइम आई मेट, राइटली और रङली कलेजकोसँग इभन गभर्मेन्ट अफिसियल्सहरूले एकदमै आस्था राखेको, एकदम होप राखेको पाएँ मैले। काङलुङमा थियौँ, काङलुङदेखि 1 घन्टाको ड्राइभ तल टासीगाङको हेडक्वार्टर टासीगाङमा जाँदाखेरि त्यहाँ नेपाली गभर्मेन्ट अफिसरहरूसँग भेट्दा पनि के गर्यो भने भाइहरूले गर्ने हो, हामी छौँ बिहाइन्ड भन्ने। थिम्पूमा जाँदा पनि मिटिङ गर्दाखेरि पनि भाइहरूले गर्ने, वी आर देयर, हामी के गर्नुपर्छ होइन। पैसा दिनेहरूले पैसा दिन्थे। अनि फुन्चुलिङमा त्यस्तै, अब देउथाङको जाँदाखेरि पनि कलेजको दाजुहरूले के गर्नुपर्छ भन्ने। अनि इन टर्म्स अफ जुन डिस्क्रिमिनेटरी पोलिसिज एक्सपिरियन्स गर्ने कुरामा, वाट यु एक्सपिरियन्स इन योर कलेज भर्सेस गाउँघरमा जुन एक्सपिरियन्सेसहरू छ नि, त्यो सिमिलरिटिज र ग्याप्सहरू, हाउ डु यु सी द्याट? इच गाउँको एक्सपिरियन्स चाहिँ हाउ जेलसली द्याट पोलिसी वाज इम्प्लिमेन्टेड बाई द गभर्मेन्ट अथोरिटी रहेछ हेर्दै जाँदाखेरि। जस्तै साम्चीको छिमी यति साह्रो एग्रेसिभ, हि वेन्ट फ्रम डोर टु डोर टु मेक स्योर पिपल आर वेयरिङ द ड्रेस। छिमी भने चाहिँ के रोल? एउटा गभर्मेन्टको सब डिभिजनल अफिसरदेखि अलिक तलको अफिसर, गभर्मेन्टको पोजिसन होल्डरहरू होइन। जस्तै देउथाङमा देखिन्छ एरेस्ट पनि गरेको देखिन्छ, मान्छे जेलमा हालेको। थिम्पूतिर 100 रुपिस फाइन नलाउनेलाई पुलिसले इम्प्लिमेन्ट गर्थ्यो, पुलिसलाई अथोरिटी दिएको थियो के अरे चलान काट्ने। र गाउँमा वर्स के भने कहिले नलगाएको एक बक्खु भन्ने। अर्को कुरो त्यो 8 मिटर लाग्छ लुगा बनाउन। साउथ त हट ट्रपिकल एरिया हो, इट बिकम्स अनबियरेबल एन्ड अफोर्ड पनि गर्न सक्दैनन् गाउँको बस्तीको मान्छेले 8 मिटरको लुगा किनेर बनाउनु। अनि तेस्रो कुरा बस्तीको मान्छे हो, हट एन्ड ह्युमिड छ, ट्रपिकल हो साउथ, द्याट ड्रेस इज नट सुटेबल, लाउनै नसक्ने। चौथो कुरा आफ्नो लाइफस्टाइल, फार्मिङमा बखु लगाएर गर्ने कुरो आएन, हिलो धमिलो हुन्छ। इन्सिडेन्ट छ जहाँ बखु लगाएर गोरु जोत्नु जाँदा गोरु भागेर के अरे लडेर खुट्टा भाँचेको हुन्छ त्यो बखु लगाएको देखेर।
अनि कल्चरली टोटली डिफ्रेन्ट हामी साउथको होइन नर्थमा ठिकै थियो होला जाडो छ त्यो धेरै कुरो मिल्थ्यो हामी स्टुडेन्ट पनि केही मात्रामा कम्प्रोमाइज गर्न सक्थ्यौँ तर यो हाम्रो प्यारेन्ट्समा पनि लाग्थ्यो तर इच बस्तीमा बेग्ला बेग्लै डिपेन्डिङ अन द अफिस गभर्मेन्ट अफिसियल इन द्याट पार्टिकुलर एरिया त्यसरी गरियो होला जस्तै चिराङमा अब सब्जी बेच्न आएको बस्तीबाट आएकोलाई खेदियो होइन हो यस्तो खालको विभिन्न ठाउँमा भएको पायौँ हामीले अनि इन टर्म्स अफ अब पोलिटिकल अवेरनेसको कुरामा जति तपाईँहरू स्कुल कलेजमा अवेर हुनुहुन्थ्यो एक्टिभ हुनुहुन्थ्यो त्यो ग्यापलाई कसरी कम्पेयर गर्नुहुन्छ गाउँघरमा जुन पोलिटिकल अवेरनेस सिभिक अवेरनेस थियो नि कलेजमै पनि म अवेर त्यति भन्दिनँ 1988देखि नै लास्ट रेमनेन्ट अफ एनी पोलिटिकल नलेज भनेको के अरे स्ट्रक्चर अफ मोडर्न गभर्मेन्ट भन्छ होइन पोलिटिकल साइन्स करिकुलमबाटै निकालेको थियो भुटानमा बाहिरको मिडिया छैन ओन्ली वान न्युज पेपर भुटानको गभर्मेन्टले कन्ट्रोल गरेको एउटा रेडियो गभर्मेन्टले कन्ट्रोल गरेको सो अल्टरनेट भोइस त्यहाँ बिरलै पुग्थ्यो होइन म्यागजिनमा लाइब्रेरीमा सब्सक्राइब गरेको म्यागजिनबाट या त न्युज पेपरबाट बेला बेला पुग्ने हो अनि इफ यु हेभ टाइम टु रिड त्योबाट पाउने हो सो कलेजमै पनि एक्सपोजर टु डेमोक्रेटिक आइडिया ह्युमन राइट्सको यो कुराहरू दोज आर भेरी फरेन टु अस अब बस्तीमा त अझै यो नै भइहाल्यो बस्ती ह्युजली राजालाई पनि देउता मान्ने विष्णु भगवानको अवतार मान्ने ठाउँ त्यो अवेरनेस त लगभग जिरो नै हो जानु हुँदैन सरकारको विरुद्ध जानु हुँदैन मार्छ अब हामीले भन्दा पनि हाम्रो प्यारेन्ट्सले सुनेको प्रिभियस इन्सिडेन्टमा मासुर मारिएको होइन दुब्जेको योहरू कथाहरू सुनेको त हाम्रो प्यारेन्ट्सले सुनेको छन् नि त होइन स्टेट कङ्ग्रेसको बेलाको अनि मार्छ तँलाई ठिँगोरोमा हाल्छ यस्तै कुराहरू सुनिन्थ्यो नगर हामी सहनुपर्छ भन्ने नै धेरैबाट सुनिन्थ्यो प्यारेन्ट्सहरूले कहिले उठेर आन्दोलन गर्नुपर्छ यो गर्नुपर्छ आँट पनि गरेनन् होला यस पछाडि आई वुड लाइक टु कनेक्ट टु तपाईँको जस्तै तपाईँको प्लेटमा जुन टिएन रिजालसँग भेट्नुपर्ने भन्ने जुन मोमेन्ट्स आयो नि त्यहाँ जान चाहन्छु त्योभन्दा अगाडि एउटा ब्रेक लिनुपर्छ होला लिउँ ठिक छ